Guys. Oh guys, hello. Guys, hello. गाइज पनि फेरि यस्तो गाइज छ कि आइरहेछ बेबी ल हामी चाहिँ होइन यहाँ लक्ष्मी पूजा गर्न लागेको होइन उसले चाहिँ आज हुँदैन अरे तर म गर्छु सट्टा पनि हामी इन्जोय गरिरहेको छौँ हामी लडाउँछौँ छौँ ह्याप्पी लक्ष्मी पूजा ह्याप्पी दीपावली टु अल है म फ्यानलाई होइन अनि मेरो ड्याड मम मेरो नानी चाहिँ हाम्रो मेरो बेबी चाहिँ यहाँ होइन यहाँ फोटोग्राफर उयो हो तिमीले चाहिँ हुँदैन अनि किन लुगा रातो लाउनु पर्छ नि त यहाँ चाहिँ हाम्रो लक्ष्मी पूजा हुँदैछ है लक्ष्मी पूजाको लागि चाहिँ हाम्रो मन्दिरमा चाहिँ यहाँ पुरै सजावट भएको छ अनि यहाँ हाम्रो लक्ष्मी यतै हुनुहुन्छ स्थापना गरेको यहाँ बत्ती बल्दैछ हाम्रो त्यो ठुलो खोइ त्यो आरती गर्ने बेला म ए यहाँ आँखाले देखेन अरे क्यामेराले देख्छ कि होइन ल आरतीको लागि हाम्रो एकदम रमाइलो भइरहेको छ हामी 1 2 3 4 5 6 जना छौँ भाइ त अब आफ्नै तालमा छ हामी मात्र हो ल ममको यहाँ हाम्रो भगवानहरू हुनु सबैजना मन्दिर एरियामा हामी छौँ अहिले गाइज यसरी बोल्दाखेरि चाहिँ हुँदैन होला होइन ल मम्मीले मैले नगरिकन नगर्ने रे होइन त्यस्तो अट्टेरी मम्मी के ओके यहाँ हाम्रो बेबी चाहिँ यहाँ पुरै यस्तो राम्रो देखेको कि खोइतिर हेरेर हाँस्छु त ल यहाँ हाम्रो चाहिँ ल हाम्रो खोइ त गर्नु त तपाईँ हाम्रो यहाँ बाहिर झिलमिली जिल्ला छ है गाइस तिहार लागिसक्यो हाम्रो तिहार लागिसक्यो हाम्रो घरमा तिहार पुरै लागिसक्यो है यो चाहिँ हाम्रो घरको अब अगाडिबाट देखाउँ न अहिले बत्तीहरू सब भइसकेको छ बबाल तिहार लागेको छ ह्याप्पी तिहार है ह्याप्पी दीपावली है सबलाई हाम्रो भाइ बल्ल यहाँ फुर्सद भएर जान यहाँ खिच्देऊ ल दुईटा अलिकबाट पार्नु पालो है अब के गर्नु पर्यो मैले किन आफै घुमिरहेछ मलाई आउँदैन नि यसको स्टाइल के गर्ने रे भाइ त यहाँ आइज न म एक भिडियो फोटो खिच्दिन्छु मैले बुझिनँ ल अब भगवानलाई चाहिँ यसो सुट हाल्ने अब त्यसपछि मैले फुल त बाँकी छ फुल पनि त्यो कलेज गरेको छ नि त त्यो एउटै फुलबाट पुरानो पुरा चाहिँ महँगो छ फुल अहिले हाम्रो 350 200 फुल किनेको महँगो छ कलेजमा पनि हालिदियो के हो यसमा हालिदिएँ महँगो फुल छ कि भाइ गणेश यो पुरानो तिहार भरिलाई एउटा फुल किनेको छु यही हो सबै हो भगवानलाई चाहियो ए ल भगवानलाई चढाइदिएँ अब मैले सेललाई चलाउनु पर्दैन अब तपाईँको सँग पुग्ने कसले त केले बाँध्ने त नानी एकैछिनसम्म त म उति बाहिर आउँछु बाहिरबाट बोल्दैन कहाँ बोल्छ यसरी बाल्दै जाने हो 1 by 1 बाल्दै जाने यो मन पालेपछि बोल्छ कि छोरी के बोल्छ टेक्निक हो कि निन्जा टेक्निक ल पक्छ ल फुल छ बोल्यो ल अब हाम्रो गाइस यस्तो पनि बोल्छ हैन कति राम्रो ओ माय गॉड यस्तो रियाक्सन देन यस्तो मुख खोल्नु अनि यो गरेपछि दक्षिण चढाउनु पर्ला तपाईँ दक्षिण उतै आछ दिनु के हामीले दिने कि दिने हो देने के देने पड़ जाएंगे हामीले पनि त चढाउनु पर्यो नि त के हो सबलाई सर ल यो भगवान चढायो त भाइ टाकुले लिने होइन कि दिएको हेरेर जाने लिन लगाइरहेको ल सबै माना नाम सङ्कल कहाँ छ त हो नि शान्तिले गरौँ
भाइ निलो बटर त्यो पालबारमा भाइ निलो बटर शङ्ख ल्याऊ निलो बटरमा शङ्ख सरे ल तपाईँ घन्टी बजाउनु त्यो आरती गर्नु म शङ्ख पुग्छु के पुग्छु शङ्ख ल तिमीले पानी हाल्नुपर्छ हो सँगमा अनि सुलिलो आउँछ ला सरी ना ए होइन मतलब म कस्तो हो भने के तेरो बल्ल पुग्यो लाग्छ हाँस्यो मैले कंटेंट कंटेंट के लो के गरे मम्मी यस्तो हातले छोको ला गयो भाइ तेरो ल ल बच्चा बच्चा ल बानी बाहिर हाल्दा जस्तो अहिले पानी थाल्छ छैन जयलक्ष्मी आज जयलक्ष्मी माता हाम्रो यहाँ बत्ती बाल्ने कार्यक्रम भइरहेको छ दियो बाली साँझको ल कहाँ पाइन्छ अब कहाँ पाइन्छ बेबी कहाँ पाइन्छ सक्यो हाम्रो गेटमा राखिसकेको छ अगाडि कोठाको छ त्यो छैन भने त्यो दुइटा अगाडि कोठातिर राख्यो हाम्रो दियोले घर झिलमिली भएको छ म चाहिँ यहाँ छु त्यो घर चाहिँ यता छ हाम्रो भन्नाले कहाँ राखेको छ बत्तीहरू त छ यहाँ पनि राखिदिनु न त तलपट्टि हामी नआउँछ पनि ल म अगाडिबाट चाहिँ हजुरहरूलाई हाम्रो घरमा चाहिँ के छ कस्तो चाहिँ स्थिति देखाउँछु है जानुहोस् हाम्रो यहाँ चालबाडी के छ हाम्रो भाइ चाहिँ यतातिर छ यहाँ घर चाहिँ हाम्रो कस्तो देखाएको छ देखाउँछ है ल हेर्नु ट्याट्ट पाराले बत्ती सत्ती सब फिट भइसक्यो छ मम हाम्रो चाहिँ घर चाहिँ यसरी भएको छ है झिलिमिली जिल्ला है ह्याप्पी तिहार टु अल हाम्रो टोलतिर चाहिँ यस्तै छ यहाँ बत्ती सत्ती बाल्ने के भयो हल्का फुल्का तिहारको ल हाम्रो चाहिँ यहाँ टोलतिर छन् होइन यहाँ के खेलिरहेको छन् केटाकेटीहरूले यहाँ के हो झिरझिर छिरझिरे ए पड्क्यो अहिले अहिले कहाँ पड्काउँछ है दियोमा दियो उड्छ
ल यार यहाँ भैलिनी पनि आइसक्यो यहाँ है भैलिनी पनि देखाइन्छ हाम्रो टोलतिरको भैलिनी है बच्चा पार्टीहरूको चाहिँ आज भैली खेल्ने कार्यक्रम छ अनि के रहेछ हेर्दै गएको छु हाम्रो बुढापाकाहरू छन् कति पैसा दिँदो रहेछन् हेरौँ न हेलो हेलो लेखेर पुरै प्र्याक्टिसै गरेर आएर छ नानीहरू चाहिँ ल आशिष भनेको छैन यो छैन यो यहाँ आशिष लेखेदेखि यहाँसम्म भैलिनी सक्यो अघि आउनु पर्यो अलिकति ढिलो भयो अलिकति छुटेछ यहाँ म माथि कहीँ हाम्रो ढिलै भयो ल सुनाइदियो तिम्रो सुमधुर स्वरमा कविता सुनाइदियो नाच दिदी नाच नाच ल ल नाच नाच न दिदीहरूसँग नाच त्यहाँ नाच धेरै ताली बजाऊ त ल हाम्रो यस्तै हो टोलतिर यस्तै हो रमाइलो हुने है म चाहिँ यसो लक्ष्मी पूजा सकेर चाहिँ वरिपरि के भइरहेछ है त्यो देखाउँदैछु हेर्नु यहाँ चिलिमिली हाम्रो टोल त बवाल हुन्छ नि त तिहारमा बवाल हुन्छ अँध्यारोमा पनि उज्यालो फिल हुन्छ मेरो भान्जो चाहिँ कता लापत्ता चाहिँ थाहा छैन है ओइ के पड्काएको थियो पटक्का के हो तिम्रो त मेरो भान्जो चाहिँ यतातिर छ गाइड छ होइन के गर्छ भाइ के पड्का ओए के पड्काउँदैछ तिमीहरूले त्यस्तो नपड्का ओ मतिर नफाले भाइ ल हाम्रो घर हाम्रो म देखाउँछु है म देखाउँछु यो चाहिँ बिजुली बम हो यो कस्तो पड्किन्छ हेर्नु होला फुस्की बम परेछ यो हेर्न फेरि अर्को नानी पड्काओ होइन ल गाइस यो पड्काउनमा चाहिँ हो अनि म चाहिँ यसो म गाइस कहाँबाट कहाँ फ्यान्ला ओ मपट्टि होइन पागल क्यामेराम्यान चाहिँ गयो भने के गर्छ फेरि ल खिच्ने भने यो त अगाडि आएर खिच्ने क्या सबै झिलमिली तलाउ न हाम्रो मान्छे माथि छ बसिरहेको छतमा बसिरहेको छ गाइस हुँदैन कहाँ हुन्छ त्यसरी गालेर यसले त माथि चाहिँ देखाउँछ है तपाईँलाई छतमा पनि अलिअलि गरेको छौँ यहाँ चाहिँ दियोहरू छ हाम्रो दियो बलिरहेछ यता पनि छ हाम्रो मेन त यहाँ छ ल हाम्रो लक्ष्मीको पाउ हेर्नुहोस् गाइस हाम्रो लक्ष्मीको पाउ यहाँ लक्ष्मीको पाउ देखिसक्नु भयो है लक्ष्मीको कहाँ जाँदैछ हेरौँ है लक्ष्मीको पाउ देखिरहेछ गाइस अब एकचोटि हेर त
परेछ लक्ष्मी छतमा देखाउँछु है म अब हाम्रो छतमा चाहिँ यस्तो छ औसीमा अनि हाम्रो घर वरिपरि चाहिँ यस्तो छ दृश्यहरू बबाल रमाइलो छ है हेटौँडा बबाल रमाइलो छ यो हाम्रो चाहिँ भान्जाले बनाएको है रङ्गोली चाहिँ फेरि गाइज हाम्रो चाहिँ यहाँ होइन अब भाइले गमलाको हमला गर्न लाग्छ हेर्नुहोस् गाइज गमलाको हमला ओ भाइ किन भाग्यो यस्तो पनि भाग्छ यार खै त छैन कहाँ हुनु केही पनि बोलाएको छैन छ बल्छ अरे है गाइज बल्छ अरे है खोइ त कति टाइम लाग्यो त बोल्न यसले त छोयो मात्र क्या ओ पक हेर त्यहाँ त्यसरी बाल्ने होइन नि त तिमीलाई बाल्ने आउँदैन रहेछ ल बवाल छ गाइज चक्र छ अरे ल खोइ ल चक्र छ अरे अब अर्को छ अरे चक्र छ अरे गाइज यहाँ चक्र गर्न लाग्छ यसले होइन वाल घुम्यो वाल यसपालिको ओरिजिनल रहेछ है गाइस ल बम ए आलु बम रे बग्ने हेर्नु त्यहाँ ल हेर्नु ल आलु बम ठिक छ होइन ठिक छ गाडी छ होइन ठिक होइन ठिक छ भाइ ठिक डिस्टर्ब भयो गाइज हामीलाई चाहिँ होइन अब यहाँ पड्काइदे यहाँनिर पड्काउ ल यहाँ पड्का हामी अलिक पछाडि जान्छौँ होइन ठिक छ त्यहाँ हो ठिक छ भाइ त्यही ठिक छ मोटरसाइकल नाल लिँदा गर हो त्यहाँ ल यसले हेर्ने यहाँ कसरी पड्का यो पड्का सानो बम यहाँ सबजना कान थुनेर पैसा छन् होइन यता ल खोइ कस्तो आवाज आउँदो रहेछ हेर त भाइ ल रेडी गाइज हामी चाहिँ यहाँ त बुलेट बम हानेर छौँ नि त फेरि गाइज मजा भाइ यसपालि ठिक छ नि होइन ल ह्याप्पी टियर गाइज ह्याप्पी टियर